हेलो साथीहरू, लिसार ब्याग विथ कल्चरमा आज फेरि वातावरण मैत्री झोला तयार भएर आएको छ। तयार गरेको छु मैले। यसमा विभिन्न कलरहरू, साइजहरू र डिजाइनहरू चाहिँ छ। डिजाइनहरू बनाएको छु। तपाईहरु चाहिँ मैले सरसर त्यसको कलर, साइज र डिजाइनहरू देखाउँछु है त ल। सुरुमा चाहिँ यो डिजाइन रहेको छ। यो चाहिँ टोफेटा भन्छ यो कपडालाई चाहिँ। यो चाहिँ कलरहरू चाहिँ फरक छ। सुरुमा चाहिँ यो चाहिँ सिम्पल नर्मली भाटबटेरी झोला भनेर पनि सबैले चिन्नुहुन्छ यसलाई। यो चाहिँ यसरी फिता प्रयोग गरिएको छ। यसरी यसमा नर्मली बोक्न मिल्ने साइजको छ यिनीहरू। अनि त्यस पछाडि चाहिँ यस्तो छ। यो पनि सेमै हो, तर मैले चाहिँ यसमा फिता फरक प्रयोग गरेको छु। यो चाहिँ अलिकति बोक्न सजिलो होस् भनेर। यो पनि त्यही सेमै हो डिजाइन, तर यसमा चाहिँ फिता चाहिँ मात्र फरक छ। अलिकति बोक्न बलियो, अलि सजिलो होस् भनेर चाहिँ यस्तो बनाएको चाहिँ। यस्तो खालको पनि खोज्नुहुन्छ, अनि त्यही भएर मैले चाहिँ यस्तो बनाएको छु यसमा। यो पनि कपडा नि टोफेटै हो, तर कलर मात्रै फरक छ है यसमा। र अनि अर्को रहेको छ। यसमा चाहिँ मैले फेरि कपडा चाहिँ सेम हो, टोफेटै हो, यो सेम हो कपडा। यसमा चाहिँ मैले जिप प्रयोग गरेर बनाएको छु। यसरी जिपवाला जिप राखेर बनाएको छु। अनि यसमा चाहिँ सामानहरू राख्यो भने सामानहरू चाहिँ बजारतिर हिँड्दा बसहरूमा चोर्दैनन् भनेर भन्नुहुन्छ कि धेरैजनाले। सामानहरू निकाल्नु नै यस्तो खालको बनाउनु पर्यो भनेर यसरी बनाएको छु मैले। यसरी सेम हो, यो साइज पनि सेम हो, सबै सेम हो, तर यसमा चाहिँ मैले जिप प्रयोग गरेको छु। यसमा पनि विभिन्न कलरहरू छ यसमा। र अर्को रहेको छ फेरि यो चाहिँ जोगी झोला भनेर चिन्नुहुन्छ है धेरैजनाले। यसले चाहिँ काँध पनि खाँदैन भन्नुहुन्छ। म त्यो अलिकति यो बाक्लो पनि छ। यो मैले यो बोक्ने सोल्डरमा बोक्ने चाहिँ अलिकति ठुलो बनाएको छु। एकदम फेरि त्यो अघिको झोला उमा भन्दा यसमा चाहिँ एकदम धेरै सामानहरू पनि अट्छ भन्नुहुन्छ के। सामान पनि मजाले अट्छ, एकदमै बलियो, एकदमै बलियो। तपाईँ तरकारी किन्न जाँदा बजारमा सामानहरू, सेलरोसतिर सामानहरू लिन जाँदा ट्याक्क सामानहरू हाल्ने, अनि यसरी बोकेर हिँड्ने। यहाँ ट्याक्क सामानहरू यसरी राखेर यसरी बोकेर हिँड्ने। एकदम यो काँध पनि खाँदैन। यो सोल्डरको यो यसरी क्यारी गर्दाखेरि यसरी काँध पनि एकदम बलियो हुन्छ, काँध पनि खाँदैन। ट्याक्क यसरी राखेर बोकेर हिँड्ने है त साथीहरू। ल डिजाइन चाहिँ यही हो, डिजाइनहरू कलरहरू पनि छ हामीसँग। तपाईँहरूलाई चाहियो भने लिसार ब्याग विथ कल्चर हाम्रो पसल चाहिँ नदीपुरमा छ। हामीलाई सम्झनु होला है त साथीहरू। थ्याङ्क यू साथीहरू, नमस्ते।